नमस्कार साथीहरू, तपाईहरूलाई स्वागत छ हाम्रो युट्युब च्यानल रोजगारी ट्युबमा। तपाईहरू जिरो कोस्ट कम्पनी खोज्दै हुनुहुन्छ भने टाइटेनिक मेन पावरले ल्याइसकेछ तपाईहरूको लागि जाबिल सर्किट एसडिएनबिएसडी। उम्मेदवार दर्ताको लागि मेन पावर एजेन्सीबाट एउटा क्युआर कोड स्क्यान गर्नको लागि दिएको थियो, जुन वैशाखको 24 गतेमा दिए थियो र त्यो दिउँसो 3 बजे बन्द भयो। यो बीचमा जुन साथीहरूले स्क्यान गरेर फर्म भर्नुभएछ उहाँहरूलाई मेन पावर एजेन्सीको तर्फबाट मोबाइलमा मेसेज जान्छ कुन दिनमा उहाँहरूको प्री अन्तर्वार्ता हुन्छ भनेर। त्यसलाई ख्याल गर्नुहोला। अब डिमान्डबारे बुझ्दाखेरि जाबिल सर्किट एसडिएनबिएसडी मलेसियाको पेनाङमा रहेछ अनि यो कम्पनीबाट मेलको लागि पुरुषहरूको लागि 300 जनाको डिमान्ड आएको रहेछ र यसको करार अवधि 2 वर्ष रहनेछ र त्यहाँ ओभरटाइम कम्पनीको नियमअनुसार हुन्छ र एजको हकमा 18 देखि 45 सम्म भनेछ, तर 45 सम्म लिँदैन किनभने बायोमेट्रिकले एक्सेप्ट गर्दैन। अनि अर्को कुरा लट नम्बर यसको रहेछ 341335। अनि अब वर्किङ आवरको बारेमा कुरा गर्दाखेरि एभ्री डे 8.5 आवर हुन्छ र हप्तामा 5 दिन काम गर्नुपर्छ, 2 दिन छुट्टी हुन्छ र छुट्टीको पैसा छुट्टै आउँछ। छुट्टीको दिनमा काम गरियो भने त्यसको प्लस भएर आउँछ र यसको बेसिक स्यालेरी 1700 छ अनि 1700 मा अब छुट्टीको दिनको काउन्ट भयो भने झन् बढेर आउँछ। त्यसमा ओभरटाइम पायो भने त्यसको अझै बढेर आउँछ। मलेसियाको नियम अनुसार अब ओभरटाइम गर्दाखेरि बेसिकको 1.5 इन्टु गरेर पैसा आउँछ अनि तपाईको छुट्टीको दिनमा काम गर्दा दोबर आउँछ अनि होलिडेमा काम गर्दाखेरि ट्रिपल आउँछ। यो त भयो अब हाम्रो बेसिकको कुरा हैन। अब यसमा योग्यता कति लाग्छ? योग्यता भनेको अब पढाइ लेखाइ मिनिमम एसएलसी पास वा त्यो भन्दा माथि जति भए नि भयो। र अब मान्छेहरू आउँछन्, पढ्न त एसएलसी पढेको हुन्छन् तर इङ्ग्लिस बोल्न आउँदैन। तर यसमा बेसिक इङ्ग्लिस अनिवार्य छ। लेख्न पनि लगाउँछ, पढ्न पनि लगाउँछ, अलिकति म्याथमेटिक्स पनि हेर्न लगाउँछ। इन्टरभ्यू दिँदाखेरि ख्याल गर्नुहोला, तयारी गरेर आउनुहोला र आउँदाखेरि तपाईहरू ओरिजिनल पासपोर्ट, ओरिजिनल सर्टिफिकेट, आफ्नो सिभी, फोटो सबै डकुमेन्टहरू बोकेर आउनुहोला र कम्पनीको प्रतिनिधिबाट फाइनल अन्तर्वार्ता हुन्छ जसमा तपाईँ सिलेक्ट हुनुभयो भने मेडिकलको प्रोसेस हुन्छ। मेडिकलको प्रोसेस भइसकेपछि तपाईहरू घर जानुहुन्छ अनि भिसा आइसकेपछि क्लास गर्नुपर्छ ओरिएन्टेसन र त्यसपछि तपाईको श्रम टिकट सबै हुन्छ। यो जाबिल सर्किट कम्पनीले इलेक्ट्रोनिक पार्ट्सहरू बनाउँछ जुन तपाईको मोबाइल, टिभी, कम्प्युटरहरूमा जुन मदरबोर्ड हुन्छ नि त्यही बन्छ, सर्किट बोर्डहरू बनाउँछ र यसको विश्वमा लगभग 30 देखि 40 वटा देशहरूमा यसको सामानहरू सप्लाई हुन्छ र यो एकदम राम्रो कम्पनी हो। मलेसियाको वान अफ द बेस्ट कम्पनी हो। अनि यो मेन पावर कहाँ छ भन्नुपर्दा मेन पावर वसुन्धराको चौक र चौकी चौकको बिचमा छ। रिङ रोडमा पर्छ, कुनै गल्लीमा छैन, एकदम रिङ रोडमै पर्छ। तपाईहरू डाइरेक्ट गएर मेन पावरमा सम्पर्क गर्नु, कसैको बहकावामा नपर्नु, कसैले केही भन्यो भने त्यसको कुरा नसुन्नु, डाइरेक्ट मेन पावरको मान्छेसँग कुरा गर्नु र सिक्योर भएर काम गर्नु। कसैले भनेकोमा अथवा कसैले यो गरिदिन्छु त्यो गरिदिन्छु मेरो मान्छे भित्र छ त्यसको बहकावामा नपर्नुहोस्। टोटली जिरो कस्ट हो। तपाईहरू 1 पैसा पनि नदिकन जान सक्नुहुन्छ विदेश। हस्त, धन्यवाद।